सो हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल है। अन्त फाइनली आज मैले फेरि नयाँ भ्लग लिएर आएँ, किनभने आज चाहिँ हामी कापुजी जाँदैछौँ। अन्त हिजोको भ्लग हेर्नुभयो भने चाहिँ तपाईँहरूलाई थाहा छ होला, हामी चाहिँ कोरीमै छौँ है। अब चाहिँ मैले कापुजी जानु लाग्यो, त्यही भएर चाहिँ भ्लग स्टार्ट गरिरहेको छु। के कस्तो हुन्छ तपाईँहरूलाई म त्यही मेरो भ्लग मार्फत तपाईँहरूलाई देखाउने छु है। हेर्नु होला, माया गर्नु होला। केटाहरू चाहिँ यहाँ छ। यो चाहिँ कोरी नै हो, हामी चाहिँ स्टिल कोरीमै छौँ है। साजन चाहिँ हामी यहाँबाट कापुचीतिर लाग्नेछौँ, सिधै ओह्रालो। हिजो चाहिँ उकालो 15 घन्टा उकालो हिँडेर कोरी आइयो। आज चाहिँ के भन्छ अरे कति घन्टा 6 घन्टा लाग्छ अरे आज चाहिँ कापुची भन्ने ठाउँमा जान। आज चाहिँ हामी 6 घन्टा हिँडेर सिधै कापुची जानेछौँ। बाटोमा के छ तपाईँहरूलाई म अपडेट गराउने नै छु, हेर्दै गर्नु होला है। ओके यहाँनिर चाहिँ पोखरा छ है त, पोखरा यो अरे है। एकदमै राम्रो छ है भ्यूहरू चाहिँ, तपाईँहरूले आउनु सक्नुहुन्छ। एकदमै गाह्रो रहेछ तर कोरी आउनु चाहिँ है। अब चाहिँ हामी कापुची फर्किसकेको। हामी चाहिँ के भन्छ यहाँ एउटा यस्तो ढुङ्गा चराउने ठाउँमा आइरहौँ। ढुङ्गा खोजेर एउटा चराउँछु ल, मागेको पुग्छ भन्छन्। के माग्ने होला, के माग्यो होला प्लिज कमेन्ट गर्नु होला। चराउँछ ढुङ्गा केटा हो, हेको चराइ नि हुन्छ होला हौ अर्को लोकेसनमा। के गर्ने म आफै एउटा ढुङ्गा खोजेर चलाउँछु। ढुङ्गा चलाएर राख केटाहरू, चढायो होइन तिमी होइन यो भनेको मान्छे मरेको एकजना मरेको ल। अब हामी कोरीबाट चाहिँ लागिसक्यो। कोरीको अब यहाँ कोरी चाहिँ अब हामीले यहाँबाट चाहिँ देख्न पाइने होला सायद है। तल चाहिँ छ होला राम्रो ठाउँहरू, तपाईँहरूलाई बाटोतिर छ भने चाहिँ म यो भ्लग मार्फत देखाउँछु है। किप वाचिङ। के भन्छ अरे हिजो चाहिँ हामी कोरी जाने बेलै यो गाउँबाट चाहिँ हिँडेर गएको है। यो कुकुर पछि आयो। अब यस्तै बाटो 5-6 घन्टा पहिला हिँड्नुपर्छ अरे हामी है। फेरि औला दुखेर यार हिँड्दै भएन नि। यो कुकुर पछि आयो। ल हामी चाहिँ डाँडा कटेर आयौँ यहाँ है। यो कुन ठाउँ हो थाहा भएन है। अति औला दुखेर यस्तरी हिँडिरहँ। जुत्ता यहाँ छ है, कस्तो भइरह खुट्टा कामे। मलाई चाहिँ खुट्टा कामे होइन, त्यो औला दुखेर अनि जुत्ता खरेर हिँडिरहेको है। तिनीहरूको चाहिँ खुट्टा कामे खरे, मेरो चाहिँ खुट्टा कामे होइन। औला दुख्छ मेरो फेरि है त गाई। अब चाहिँ हामी यसको जरातिर रहेछ कापुची भन्ने, त्यहाँनिर चाहिँ जानेछौँ है। के छ तपाईँहरूले, बोर्डहरू चाहिँ पुरा रहेछ बाटोमा है के कोरी हिगो। ल होइन बस्ने हो र। मलाई त केही खासै केही अहिले त केही नि भएन। त्यो औँला धोएर जुत्ता निकालेको गरेँ, थकाइ चाहिँ लागेको छैन। यो साइडबाट चाहिँ हामी आखो पानी परिरहेको कोरी साइड चाहिँ यहाँनिर आउन त हल्का। यिनीहरू सबै गुराँसको बोट रहेछ। कुन गुराँस हो है थाहा भएन, ग्रिन कलरको हो कि सेतो कलरको हो अरे है। एकदमै बराबर कस्तो राम्रो छ कि यहाँ गुराँस हेर्नु त, सब गुराँसको बोट। यस्तो बाटो छ, खाली खुट्टा हिँड्नु परिरहेको। यस्तो काँडाहरू छैन जस्तो छ बाटो, त्यही भएर चाहिँ खाली खुट्टा हिँडिरहेको म चाहिँ। ल हामी अझै बाटोमै सबै गई। के भन्छ अरे हामी बिहानबाट नै जङ्गलको बाटो नै हिँडेको है। स्टिल जङ्गलमै छौँ। के भन्नु यार, के भन्नु, ठुलो गल्ती गरेर चक्कै आयो कोरी आएर।
एकदमै गाह्रो भएर टु मच गाह्रो हुँदो रहेछ यार प्लिज तपाईँहरूले एकदम सोचेर आउनु होला आउने भयो कोरी चाहिँ ताजा रहेछ हिँड्न नस्किनेहरू चाहिँ नआउनु होला हामी चाहिँ हल्का हल्का हिँड्न चाहिँ सक्छ त्यही नि गाह्रो चाहिँ भइरह अभी यार स्टिल अन द वे है कापुचेको बाटोमै छौँ कापुची जाने बाटोमा कहाँ अझै आएन बिहानदेखि हिँडेकै दिमाग खराब भइसक्यो के हो मान्छेको जिन्दगी सकिन्दाको यार बाटो सकिन्न त के भएको मान्छेको जिन्दगी सकिन्दाको यार बाटो सकिन्न त के भएको तेरी गाह्रो ल कति टाइम पछि साइला कटेज भन्ने भेटिरहेको छ अब यहाँभित्र जान्छौँ हामी बस्ने ठाउँ चाहिँ छ कि छैन साइला कटेज ल फाइनली हामीले चाहिँ रुम पायौँ है होटेल पायौँ कटेज अब चाहिँ खाजा खान्छौँ त्यसपछि भेटौँ है त्यो गाइज हाई गुड मर्निङ एभ्री गुड मर्निङ है आज चाहिँ नेक्स्ट डे हो भर्खरै उठेको हामी भर्खरै उठेर कपडा लगाएर अब केटाहरू चाहिँ यहाँ रेडी हुँदैछन् है म चाहिँ यो फर्मल कि के भन्थ्यो त्यो लगाएको एकछिन एउटा दुईवटा फोटोको लागि अब चाहिँ हामी कापुजी जाँदैछौँ यो डाँडाको यहाँको तलतिर हो है अब चाहिँ हामी लागिन्छ एक्साइटेड छौ ल यहाँ चाहिँ हामीलाई अर्को भाइ चाहिँ यता भाइ भनिदिनु होला हेर त तिमी म भनेर लगाएर ल अब चाहिँ हामी जान्छौँ है त गाई चिया सानी खाएनौँ घाम यहाँ फेरि घाम अहिले एकछिन बादल लाग्छ त्यही भएर चाहिँ हामी चिया सानी नखाइकन जानु लाग्यो अहिले आएर चाहिँ चिया खाने खानु सानो खाने त्यसपछि यहाँबाट हिँड्ने ल अब लागेको ल हामी जाउँ ल लाग्यो है त हामी यो नि यहीँ आयो फेरि भन्नुमा हामीले त कहाँ जाला यो कुकुर ल ल ल लाग्यो है त गाई त हामी फेरि जङ्गलतिर पुरै लगाइदिएको कर होला यो साधन छिटो अलिक छिटो होइन दुईजना कोही गइसक्यो अघि नै हामीभन्दा पहिल्यै के भन्छ यो ठाउँमा चाहिँ लाइन चाहिँ हुँदैन रहेछ है आउने भए तपाईँहरूले चाहिँ पावर ब्याङ्क पुरा भरिभराउ गरेर चाहिँ ल्याउनु होला हामी त सोलर मात्र हुँदो रहेछ यहाँ घाम नि लागेको छैन त्यही भएर चार्ज गर्न पनि पाइएन घरैबाट पावर ब्याङ्क ल्याएर चाहिँ दुई तिनवटा त्यसले हल्का काम चलिरह तपाईँहरूले चाहिँ आउने भए पावर ब्याङ्क चाहिँ नेसेसरी ल्याउनु पर्छ जसरी नै है हिँडेछ 3 दिन भयो है गाह्रो छ यार गाह्रो उसले आइफोन ल्याउनै बिर्सेछ अनि गयो फेरि फर्केर बस्ने हामी कुद्ने उता कुरो गर्छु उता ल यहाँनिर अर्को कटेज नि रहेछ है कटेज रहेछ पनि सायद दुईवटा मात्र रहेछ यहाँ चाहिँ कटेज छ होइन एउटा साइला कटेज भन्ने अनि तिनवटा हो ए तिनवटा जति रहेछ ढिला भनेर सके यसरी हिँड्नु हुँदैन ल यो रहेछ अर्को चाहिँ हिमाल चाहिँ हल्का हल्का देखिरह उसलाई चाहिँ आउने बित्तिकै फोटो है फोटो त जसरी पनि चाहियो भनेपछि चाहियो ल अब चाहिँ हामी यहाँको तल यो हिमालको तलपट्टि हामी जाने है अवस्थित
के छ त्यहाँतिर तपाईँहरूलाई घर देखाउँछु। ल है हामी चाहिँ अब गेट भन्छ के भन्छ यसलाई यहाँ आइपुग्यौँ अब लेकको। ए हेर्नुहोस् ल लेट्स गो जाम केटा ल। ऊ हल्का हल्का चाहिँ देखियो है देखियो। अब हामी त्यहीँ गएर तपाईँहरूलाई चाहिँ देखाउने छु म है। रिल्सहरू बनाउने छौँ अनि त्यसपछि फोटोसोटो खिच्नेछौँ। त्यसपछि बल्ल हामी फर्किने हो। हिँड उही गएर खिचौँ ल छिटो छिटो छिटो। एउटा त मान्छेहरू गइसक्यो। आइया बाटो चाहिँ यस्तै हो है गाइस। नेपालको बाटो त हो होइन। जाने एडजस्ट गर्नुपर्छ गाह्रो छ होइन। पुल त रहेछ यहाँ भट्के रहेछ कि। सो हामी चाहिँ यो कुना कुना साइडबाट गइरहेको छौँ है गाइस। वाह हिमाल हेर्नु डाँडा। वाह हेर्नु न कलर। जाम तिमी होइन आत्तिने जस्तो। आत्तिने मान्छे हो तर म आत्तिरहेको भाइ भाइ हजुर। जाडो भएर यार हान्थ्यो। केटाहरू चाहिँ माथितिर फोटो खिचिरह। म त कति बेला तल जाम भयो। अनि म चाहिँ एक्लै चलिदिएको ल। वाह यहीँ तल नि मान्छे रहेछ कि फेरि। के हो यो What is this? मान्छेहरू फोटो खिचिरहेको थियो मलाई देखेर हकट मान्यो। यिनीहरूलाई म फोटो खिच्नु दिन्छु र एकछिन त्यस्तो भएर फेरि उता जाने। पहिरो आयो यार। हिउँको पहिरो हो कि के हो ठ्याक्कै। के हो यो हिउँ पहिरो आएको हो के हो। मैले क्यामेरा अन गर्नै पाएन यार। गर्नै पाइनँ। क्यामेरा अफ नि गर्नु यो पहिरो नि खस्नु भयो ठ्याक्क चाहिँ। चेन्ज गरेर त गाइज ओ बिहान मुख अवस्था देखेको बिहान कपडा चेन्ज गरेर है। अब चाहिँ हामी रिल्स बनाउँदैछौँ। रिल्स बनाउँदै कपडा चेन्ज गर्दा हामी एउटा दुईवटा। त्यसपछि छिटो बनाएर अनि त्यसपछि जाने हो है। पोखरा पुग्नु छ आज 6 घन्टा त अझै उकालो हिँड्नु छ। त्यसपछि बल्ल बाइकमा जाने। त्यसपछि सिक्लेस पुगिन्छ है 6 घन्टा पछि। त्यसपछि बल्ल पोखरा यहाँनिर जानु लाग्यो पारीतिर कस्तो रहेछ भनेर। चिप्लेउला केटा हो। चिसो छ र पानी। ओहो पानी त यार हिमाल के अरे उ जस्तो छ त। ओ माई गुडनेस
खुट्टा त झऱ्यो अब यति भयो ल खुट्टा त झऱ्यो अब यति भयो ल है तेरी न ओइ म त झन् अड्केटै हे यार हेट ओ सेट म त ल केटाहरू चाहिँ फोटो खिचिरहेको है यता साइडमा आयो भने चाहिँ यता सानो रहेछ यो साइडतिर यो साइड चाहिँ पोच गर्छ केटोले रानी घाटैमा भन्नेमा नाच्छ ल हामी गीत गाउँछ म ल सागर त्यसले नाच्थे तेरि खुट्टा झऱ्यो ल त्यो त उस चियर गर्ल जस्तो खाँदै त्यस्तो ए गर नि चाग्ने अब चाका लगाइदेऊ मराङ मेरो पुगो यार प्लिज खिच्यो अहिले तिनी उता जानु पाउँदैन खिच्ने भयो अझै खिच त्यहीँ बसेर अझै केही छ मन छ भने भिडियो सिडियो नि बनाइदिउँ रानी घाटैमा भन्नेमा हामीले टिकटक बनाएको छौँ गाइस गएर हेर्नु होला है त उनो घटीमा भन्ने छ है सन्चै जाऊ न त्यहाँ खुट्टा बसेर बरु बिस्तारै आनन्दै गर है स्वाटै जाउला र फेरि जिन्दगी आजै खलास होला जिन्दगी आजै खलास होला छिटो यस यस ल अब सागर जाऊ अब चाहिँ हामी यहाँ अर्को साइडमा आएर है यहाँनिर थोरै भिडियो फोटोसोटो खिच्छौँ अनि त्यसपछि यहाँबाट हामी लाग्ने हो त्यो मान्छे चाहिँ जाने यहाँ जाऊ जाऊ जसरी जान सक्छौ त्यस्तरी जाऊ 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 जसरी जान सक्छौ त्यस्तरी जाऊ म पो सक्छु कि सक्दैन र एकचोटि लड्यो नि क्या हाँस्नु मजामा खेल्यो ल फोटो खिचिदिउँ बहादुर एक सौँ स्विमिङ हान्नु पर्छ क्या रानी घाटैमा गीत गाउँ त हामी के भन्छ अरे त्यसपछि रानी घाटैमा किन के रे गीत गीत गाउँ न माया आउने बाटैमा खै गीतै आएन यार ल भयो भयो ल आऊ आऊ मेरो पालो कसरी जाने होला हौ मलाई डर लागिरहेको त्यो रुमाल त तेरा है के अरे रुमालले झन्डा होइन खै त्यही अनकन्फ्युज भयो सकिन्छ क्या सकिन्छ एक्टिङ कसले गर्छ यार यतिको होइन इतना ओभर एक्टिङ गर्दा है ये लोग ये बन्दा के गरे तेरा ल ल अब चाहिँ म जान्छु गाइड वाह क्या इतना फास्ट गया अरे अरे यस्तै साधनले 0.5 अब कहाँ मोबाइल कुदेर 150बाटै साथ धेरै दुकानको हो थम्बनेलको लागि भयो एउटा भित्खारोमा भिडियो खिच्यो मेरो 0.5बाट भिडियो है क्या तिम्रो यो के तिम्रो मेरो त भयो तिमीको भन नि म गर्छु 3 2 1 गो नाटक गरेर चटक 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 कमारी भयो भए
मेरो आइडिया आयो एउटा के भने जस्तै मेरो भर्खरै धेरै छ मेरो पनि खिचेन धेरै त ल ए भगवान् हाम्रो न धेरै भिडियोहरू देश चिसो हो चिसो ल हामी चाहिँ यहाँ सबै काम सक्यो है अब यहाँ नि बाई बाई भन्नुपर्छ किन रेडी हुँदैछ अब चाहिँ हामी यहाँबाट होटेलमा जान्छौँ सिधै त्यसपछि पोखरा जाने होइन सिक्लेस है भगवान् 5 घन्टा फेरि कसरी हिँड्ने होला त्यसपछि सिक्लेस गर यहाँबाट बल्ल पोखराको बाटो हामी तय गरिन्छ जाम हेलो हामी साइला कटेजमा होइन साइला कटेज जाने भगवान् भएन यार कहीँ बोलेको हामी चाहिँ अघि नै हामी बसेको होटेल कटेजमा आएर नि है खाजा खाँदा के रहेछ अनि यो खाएर चाहिँ हामी यहाँबाट सिक्लेसको यात्रा गर्नुपर्छ के गर्नु 5 घन्टाको बाटो ल हामीले चाहिँ के भन्छ अरे खानासाना खाइसकेर नि है खाजा खाएर अब चाहिँ यहाँबाट सिक्लेसको बाटो तय गरिसक्यौँ है त गाइड बाई साइला कटेज हो यो चाहिँ है तपाईँहरू आएर बस्नु सक्नुहुन्छ गुड मर्निङ एभ्री वान है अन्त हामी चाहिँ घर हिजै आइसकेको अनि के भन्छ अरे मैले चाहिँ भिडियोहरू बनाउनु छोडिरहेको थिएँ बिचमा के चान्स सक्यो अनि हिँड्न त्यस्तै गाह्रो पानी परिरहेको थियो है अनि त्यही भएर चाहिँ भ्लग मैले त्यति नै गरेँ कन्टिन्यू गरिनँ किनभने मेन कुरा त चान्स थिएन है नत्र चान्स भएको भए जबरजस्ती पनि गर्थ्यो होला अन्त हालत खराब भयो हामीलाई एकदमै हालत खराब खुट्टाको यो नङ समेत धेरै यस्तो भइरहेछ है अन्त के भन्छ अरे अब मैले जे जति देखाउन सकेँ तपाईँहरूलाई हेरिदिनु होला माया गरिदिनु होला है अब चाहिँ अर्को ब्लग छिट्टै लिएर आउँछु त्यति बेलासम्मको लागि बाई है अन्त कोरी जान मन छ भने कापुजी जान मन छ भने चाहिँ एकदमै सोचेर अनि हल्का हल्का घरमा नि प्र्याक्टिस गरेर मात्र जानु होला धेरै टाढा छ एकदमै सोचेको जस्तो छैन है हेर्दा जति राम्रो देखिन्छ त्यहाँनिर जान एकदमै गाह्रो छ त्यही भएर चाहिँ एकदमै सोचेर जानु होला है अनि रमाइलो गर्नु होला ह्याप्पी दशैं बाई सी इन द नेक्स्ट ब्लग